सिनेमेटिक भिडियो भइहाल्यो नि चोरेको चोर्नी ओ कत्रो चोरेको हेर्नु नि यहाँ हाम्रो दिदीको हालत हैन पुरै अल्छी लागेर के एकदम पानी पानी खान आएको यहाँ पानी नै रहेछ हाई एभ्रिवान दिस इज विसिम सङ्गेन्जन हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म एकदमै सन्चै छु आज चाहिँ अनौठो है बिचबाट भ्लग गरिरहेको छु म चाहिँ यहाँ चार्ज पनि रहेछ क्या मैले हेलमेटमा क्यामेरा पनि निकालेको थिएँ होइन सेटअप सबै भइरहेको थियो अनि मैले चाहिँ यहाँ गोब्रोमा चार्ज पनि रहेछ यसो भ्लग गरौँ कि भनेर सोचेँ होइन अनि अहिले चाहिँ म किर्ने बजारमा छु खिम्ती चाहिँ कट्यो अनि खिम्तीसम्म चाहिँ यहाँ हाम्रो आनीलाई पुऱ्याएर आएको फर्किने बेलामा चाहिँ यसो भ्लग गरौँ कि भनेर होइन यहाँ क्यामेरामा चार्ज पनि रहेछ अनि अघि आउँदा चाहिँ हामी 3 जना आएको होइन त सँगै आएको थियो अनि बहिनीलाई चाहिँ मैले तामाकोसी बस्छ भनेर चाहिँ आँगी र म चाहिँ यहाँसम्म आएको होइन अनि फर्किने बेलामा चाहिँ बहिनीसँगै फर्किन्छु भनेर चाहिँ बहिनीले पनि लिएर आएको बहिनी पनि अस्ति नै त्यो बाइकमा धेरै टाइमपछि बाइकमा हिँड्दा चाहिँ उसलाई भमिट आउने रिङ्गटा लाग्ने त्यस्तो हुँदो रहेछ क्या त्यसलाई बाइकमा हिँडाउने बानी गर्नु पर्यो भनेर चाहिँ लिएर आइदिएको त्यसलाई पनि बिचरा तामाकोसी बसिरह होला अहिलेसम्म पनि हल्का स्ट्रिट कुदाइदिउँ न होइन त्यो चाहिँ आर्मी क्याम्प हो होइन यता चाहिँ क्या दामी छ क्या पिच रोड सफा छ क्या यताको बाटो एकदमै राम्रो छ होइन अहिले चाहिँ म यता साइड चाहिँ दोलखामै छु पुल कटेपछि चाहिँ फेरि रामेछाप है अर्को पुल आएपछि चाहिँ फेरि दोलखा आउँछ है मलाई यो बाटो चाहिँ कस्तो लाग्छ भने यहाँ मालु खोलादेखि तामाकोसी चाहिँ अति झ्याउ लाग्ने बाटो हो कि हुन्छ नि कस्तो यत्रो ठुलो भिड छ होइन यत्रो ठुलो भिड छ अनि यत्रो उकालो टर्निङ त यति धेरै गर्मी रहेछ नि कस्तो गर्मी रहेछ कि यतातिर त भुइँकटर नि पाउँदो रहेछ मैले अघि भुइँकटरको रुखहरू देखाएको थिएँ कस्तो तराई जस्तो ठाउँ यो गर्मीले मेरो यहाँ मोबिल लास्टै कम भएछ र हामी सिधै घर फर्किने भनेर सोचिरहेको थिएँ मेरो मोबिल चाहिँ कम भएको कारणले म चाहिँ चढीकोट जान्छु होला अझै माथिको बाटो हुँदै जानुपर्छ त्यहाँ माथि अझै त्यो डाँडा गर्नुपर्छ होइन यो चाहिँ भिरकोट भन्ने ठाउँ हो यता नि भिरकोट भन्ने ठाउँ छ यो चाहिँ दोलखातिरको भिरकोट हो कस्तो भिर पाहा छ क्या साँच्चीकै भने यतातिर चाहिँ कस्तो दामी कलरको रुख क्या सही रहेछ यतातिर कस्तो गर्मी ठाउँमा चाहिँ बाइक चलाउनु नि अति मजा आउने क्या आवाज दामी लाग्छ क्या अगाडिको गाडीले कति धेरै धुलो उडेको मेरो त आँखाभरि धुलो भयो कस्तो हरियो खोला गहिरो छ कि गहिरो छैन मलाई चाहिँ थाहा नै छैन क्या फेरि है हरियो छ क्या अब बहिनी यहाँ खुसी हुन्छ अब म देखेपछि अलिकति अगाडि जाऊँ न है कस्तो ल बहिनीलाई चाहिँ मैले यहाँ बस भनेको थियो अल्छी लाग्यो होइन कति टाढा रहेछ हेर्दा मात्र त्यति रहेछ टाढा चाहिँ टाढा रहेछ खिम्तीसम्म पुर्याएर आएको ल किन बर्को ओडेको नि मरीले आज त संस्कारी भएछ हाम्रो सजिता कुर्ता लाएर यो कहाँ मन्थली गाडी आएछ बाई बाई मन्थलीको गाडी होइन मतलब तिमी राम्रोसँग बस्छ म सम्हाल्न सक्दिनँ बाइक सम्हाल्नै सक्दिनँ त्यो सिट तातिन्छ नि यस्तो गर्मीमा त बस्नै सक्दैन हिजो बेलुका नि केही खाएन है बिहान नि केही खाएन तिमी र म सेम बाइकहरू लास्टै बल लगाउनु पर्छ क्या अफ रोडमा ह्यान्डल मजाले समाउनु पर्छ क्या बल लगाएर अनि त्यही भएर चाहिँ मलाई एनर्जी छैन गाइस अब म चरीकोट कहिले पुगाउला र कहिले खाम जस्तो भइसक्यो खाजा के भेट्छ त्यही नै हो ओइ सलहरू चेनमा अड्किन्छ नि फेरि सलहरू चेनमा अड्किन्छ राम्रोसँग हेरेर त्यो गर हामी चाहिँ चरीकोट लाग्यौँ हाम्रो सदरमुकाम खोइ के खस्यो म त मोटुलको मोबिल खस्यो क्या हो भन्दा नि ठ्याक्कै मलाई मोटुलको चाहिरहेको छ यहाँ अनि रेड कलरको त्यस्तै देखेँ क्या अनि त्यही भएर त्यो हो कि भनेर नि ल किन नि एउटा हातले छोडेर चाहिँ तर अलि सेफ चलाउनु ल चलाइहाल्छ इजी एउटा हातले चलाउनु आफ्नो रिस्क हुन्छ नि त आफ्नो दुइटै हातले चलाउने हो केयरफुल्ली भएर चलाउने नि त नि पाउँछ इक्जामको बेलामा चाहिँ गफाडी फोन खेलेर बस्ने टिकटक बनाउने होइन टिकटक बनाउने अनि यसलाई चाहिँ मैले रातभरि कराएको छु काठमाडौँबाट आएदेखि यो बहिनी र म चाहिँ सँगसँगै छु मलाई चाहिँ फेरि बहिनीहरू एकदम प्यारो लाग्छ कि मसँग बहिनीहरू एकदम मिल्छ होइन अनि त्यही भएर चाहिँ यो मसँगै छ उसलाई मैले यति राम्रो मोटिभेसन कुराहरू भनिरहेको छु होइन यति राम्रो कुरा भनिरहेको छु तर उसको दिमागमा छिर्यो कि छिर्यो नि थाहा छैन हो पढ्नुपर्छ है पढ्नुपर्छ सानो सानो भाइ बहिनीहरू अहिले किराती छापमा आइपुग्यो अहिले चाहिँ 2 बजी यहाँदेखि चाहिँ काठमाडौँ 150 किलोमिटर रहेछ गाइज अहिले चाहिँ हामी बिच बाटोमा छौँ किराती छाप भन्दा माथि
अनि चरिकोटभन्दा मुनि अनि हाम्रो चाहिँ यहाँनिर के कुरा भयो भने हामी चाहिँ खासमा चरिकोटसम्म चाहिँ मोबिल हाल्न जानलाई थियो होइन मोबिल थप्नलाई भाइ तर हाम्रो चाहिँ फेरि यसो दिमाग लाग्यो कि होइन यसरी हेरौँ न त हेरेर जाऊँ न छ कि जस्तो लागिरहेछ रोयल प्रेसर त्यस्तो केही पनि देखाएको थिएन अनि त्यसपछि फेरि यसो बाइक ढल्काउँदा चाहिँ मोबिल रहेछ होइन तर भित्रबाट साउन्ड आएर थियो तर के को साउन्ड त्यो चाहिँ थाहा भएन है म चाहिँ फेरि साउन्ड आएर कस्तो डर लाग्छ बाइक बिग्रियो कि भन्ने टेन्सन लाग्छ नि त सो हामी चरिकोट जानु भने त हाम्रो त अब चरिकोटमा काम पनि छैन तर पनि गएर आउँछौँ हामी चाहिँ एकछिन खासास खान्छौँ घुमेर आउँछौँ होइन चरिकोटको भ्लग बनाउने हो क्या हामी है अनि त्यही हो गाइस अब जाँदैछौँ तर यहाँ कस्तो गर्मी भइरहेछ यहाँ बाइकको छेउमा गयो भने कस्तो पेट्रोल गनाउँदो रहेछ कि यो घामले के अरे बाइक जल्छ भन्ने सुनेको थिएँ नि त हाम्रो चरिकोट काम नि छैन है अब मोबिलले हेरेको यसो चेक गरेको रहेछ एउटा कुक चाहिँ यस्तो खर्चा भयो हुन्थ्यो क्या यस्तो चिसोमा खानालाई जिस्केको है अब चाहिँ चरिकोट आइपुग्यो चरिकोटमा चाहिँ चिसो चिसो छ होइन फेरि यहाँबाट चाहिँ हिमाल यस्तो सही देखाएको छ नि तर यस्तो समयमा नि हिमाल देखिरहेको छ क्या त्यहाँ गौरी शङ्कर कति नजिक देखाएको थियो हिमाल गौरी शङ्कर हिमाल होइन चिसो हावा आयो क्या अब त चरिकोट आएपछि त ल टप्यो गाडीलाई पुलिस गाडीलाई कस्तो धुलो उडाएको त त्यो गाडीले त अनि के भने लो खो 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 हो र हावाले ढल्छ मोटर बाइक ए ढलोस् हो गाइज बहिनीले भनेर यहाँ तुफान आएको पिरोले त रिङ्गटै लाग्ने रहेछ नि तिमीलाई बाइक चढ्दा रिङ्गट लाग्छ होइन मलाई यहाँ पिरो खाएर रिङ्गट लाग्ने रहेछ पुग्छ होला गइदिउँ सोध्नै पर्दैन होला यताबाट म हिँडेको नहिँडे कति भयो यता के बनाउनु लागिरहेको रहेछ है म त कति भयो क्या यो चरिकोट नघुमेको अनि त के बनाएँ ए यहीँ त निस्किँदो रहेछ नि सर्टकट यत्रो घुम्नु भन्दा त यो चाहिँ टुडिखेल है हाम्रो चरिकोट बजारको टुडिखेल गाइस यो चाहिँ के हो दाइ बाटो बन्द हो त यहीँ माथि मन्दिर हो होइन यहीँ मन्दिर हजुर छेउछेउबाट जानु पर्ला है हस् हस् बरु यहीँबाट पनि चढ्थ्यो होला नि बिचबाट नि है ल गाइस दुईवटा खुट्टा टेकेर भए पनि लाने हो छ्या त्यसो नभन न अहिले जाँदा चाहिँ यताबाट जानु पर्ला जस्तो है ऊ यहीँ मन्दिरमा जाने हो क्या यता कस्तो राम्रो बाटो बनाउनु लागिरहेको रहेछ है सायद यहाँ भ्यू टावर जानको लागि होला ए हो नि सिमपानी भन्ने ठाउँ चाहिँ हामी सिमपानीमा छौँ यहाँ हावाले के भइरहेछ हावाले देखिरहेको छ क्या भुत जस्तो पुरै त्यहाँ कस्तो दामी मन्दिर है यहाँ चाहिँ पार्क हो के भन्छ ठाउँ राम्रो छ तर हावाले यहाँ बसिसक्नु छैन होइन त्यही हो बहिनीलाई चाहिँ मैले यस्तरी गरिदिएँ होइन बिचरा त्यो हावाले हानेर फेसमा ल अब सजिलो हुन्छ नि तिमीलाई हुन्छ ल यति धेरै धुलो रहेछ अनि यतातिर आएर चाहिँ हामीलाई कस्तो आनन्द भयो कि हावाले उडेर आँखाभित्र पसेर हैरान भने अहिले चाहिँ तामाको आइपुग्नु लाग्यो अनि पारी भित्रतिर चाहिँ कस्तो दामी देखेको थियो पुरै ओरेन्ज कलर होइन खतरा देखिरहेको छ नि यस्तो हुन्छ नि ओरेन्ज कलरको त्यो फुलहरू फुल्या जस्तै देखिरहेको छ कस्तो सही देखेको है मलाई जस्तो रमाइलो लागिरहेछ कि एडिटै गर्नु पर्दैन गाइस रुखहरूमा त एडिटै गर्नु नपर्ने रहेछ अब चाहिँ यहाँ दक्षिण धारा आइपुग्यो होइन अनि दक्षिण धारामा पानी छ भने हामी मुखसुख धुन्छौँ त्यस्तो फोहोरहरू चाहिँ त्यो धाराको छेउछेउमा के तिनवटा विषय फेल भएछ 9मा गई अझ जम्मा 3टा भनिरहेछ कति पढ भनेर म कति रिक्वेस्ट गरिरहेको छु तर पढ्दैन अनि यहाँ चाहिँ सानो धारा पनि छ है यहाँ नि छ त यो सानो बच्चाहरूको लागि धारा म त यतिकै नि पास हुन्छु सुने यतिकै नि पास हुन्छु म त सानो जस्तो सल्लाह
पढ न त नि अब चाहिँ बहिनीले बाइक चलाउन लागिरहेको छि उचाला 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 बाइक पनि उचाल्न सकेन तिमीलाई म आइडिया सिकाउँछु ल बहिनीहरू पनि बाइक चलाओस् न होइन यताबाट पहिला टक्कै आफू यसरी बस्ने होइन उति समात्नुपर्छ नसमातिकन नि गर्न सक्दैन नि होटी स्ट्यान्डको प्रब्लम होइन नि यो त होइन पहिला त्यहाँ ब्रेकमा थियो बस्छ त ब्रेकमा हो त्यहाँ त्यहाँ राख्ने अब चाहिँ एकछिन त भयो दामी देखाएको छ नि हौ कुर्तामा त बाइकमा दामी देख्छ नि बरु यहाँ त रातो माटो छ गर्मी पनि छ त्यसो गरेर माथि गएर बस्छ माथि धारा पनि छ नि त धारामा गएर फेरि हामी त मुख सुख धुन्छौँ त्यसपछि चाहिँ यसो भिडियो गर्छ पानी पानीको त छ होला यता चाहिँ फेरि पानी नपाउने कि त यो साइड हाम्रो माथितिर चाहिँ पानी आउने टन्नै छ यता चाहिँ फेरि पानी छैन फेरि यहाँ धारा चाहिँ रहेछ तर पानी आउँछ कि आउँदैन थाहा नै छैन छैन पानी आउँदैन कि यो ठाउँ मलाई थाहा थियो कि बच्चा बेलामा पानी नहुने ठाउँ थियो क्या यो पानी नहुने ठाउँ हो क्या यो हेर न यस्तो माटोहरू यो रातो माटो हुने ठाउँ पानी हुँदैन पानी छैन रहेछ कस्तो तिर्खा लगाइसक्यो है भने बनाउने हो खोइ पानी तिर्खा लगाइरहेछ लास्टै हेर्नु नि यहाँ हाम्रो दिदीको हालत होइन पुरै अल्छी लागेर क्या एकदम पानी खान आएको यहाँ पानी नै रहने रहेछ भने यहाँ पानी खान रोकेको पानी रहने चाहिँ हेर्नु न हाम्रो दिदीको ए हे बाइकको हालत यस्तो भएको छ मान्छेको हालत यस्तो भएको छ हो भने आज त है कहाँ पुगिरहेको यस्तो थाकिरहेको छ बस्दै ल म 3-4 दिन बाइक चलाइछु कि अफरोड त्यस्तै कति टाढा पुगेर आएको गर्मी त्यस्तै बरु हिमाली साइडतिर गयो भने यस्तो अल्छी लाग्दैन थियो हामी चाहिँ यहाँ एकछिन टिकटक सिकटक बनायौँ यसको बहिनीको होइन मैले चाहिँ खासै बनाउँदैन त्यति साह्रो राम्रो त छैन राम्रो ठाउँमा पनि खासै गएको छैन अब न्यु इयरमा चाहिँ राम्रो ठाउँमा जाने चाहिँ अब चाहिँ राम्रो भ्लग आउँछ गाइज 3 hours later सो गाइज हामी चाहिँ फ्रेस भयौँ नुहायौँ होइन एकदम पहिलाको मूल धारामा गएर नुहायौँ अनि त्यस अहिले चाहिँ हामी खेतमा जान लागिरहेको छु म चाहिँ धेरै भएको थिएँ नि त खेतमा नगएको गाडी आएको भने त के ट्रक पो रहेछ है गाडी भन्नाले त ट्रक पो आएको रहेछ अनि गाउँघरमा खेतमा जान लागिरहेको छु त्यहाँ चाहिँ प्याज लसुनहरू छ अनि पनि नुहाएर अनि जाने कस्तो फ्रेस है बल्ल आजको दिन गाडी चाहिँ यति नराम्रो थियो नि होइन कहाँदेखि कहाँ पुग्यो कहाँदेखि कहाँ आयो कि होइन मतलब हामी चरीको कामले गएको नि त्यो पनि भएन क्या सक्सेस भएन कि होइन अब अचकल्टो भयो कि यस्तो कति हर्न बजाएको गाडी रे त्यसकै गाडी त्यस्तो रिस्क गरेको होइन है फेरि कमेन्ट नगरिदिनु होला अहिले चाहिँ यहाँ खेतमा आइपुग्यो अनि यहाँ चाहिँ अलैँची हेर्न सक्नुहुन्छ खेतहरू नाम्राङ हाला भएकोले क्या यता चाहिँ बारी यता चाहिँ खेत जस मलाई यस्तो राम्रो ठाउँहरू एकदम मनपर्छ नि त त्यो खेतबारीहरू अति नै मनपर्छ है गाउँठाउँ नै मनपर्छ अनि गाउँठाउँ मनपरेपछि खेतबारी मन परिहाल्छ नि होइन यस्तो स्टेप खेतहरू कस्तो दामी देख्छ कि हेर्दा नि कस्तो रमाइलो टाइपको हेर्दाखेरि नै कस्तो रमाइलो देखिन्छ कि अनि यो चाहिँ गैरी खेत भन्ने चाहिँ हो अनि खेतहरूको पनि नाम हुन्छ होइन हाम्रो यहाँ पनि खेत छ अनि यतापट्टि चाहिँ नासु डाँडा भन्ने ठाउँ हो है अब कतिपय अब चाहिँ गाउँ बसेर चाहिँ हजुरहरूले पनि थाहा होला कि खेतहरूको बारीहरूको नाम हुन्छ नि त नत्र भए थाहा नै पाउँदैन कुन ठाउँमा जाला कुन खेतमा जाला भनेर अनि सबैजना खेतमा हुनुहुन्छ काम गर्दै यता चाहिँ ऐसेलु खाँदैछन् है ऊ त्यहाँ गाउँ पाकेको ठाउँमा चाहिँ हाम्रो खेत हो है अनि हजुर ऐसेलु होइन भर्खर सानो छ नखाने म त यहाँ रहेछ ऐसेलु गाइज यहाँ भर्खर यत्रो भएछ मिठो अनि जस रमाइलो लागिरहेछ मलाई जस पहिला चाहिँ मैले फोनबाट भिडियो गर्न पाएको थिएँ गोबरबाट गर्थ्यो राम्रोसँग देख्दैन थियो होइन अनि यसलाई चाहिँ चोथ्रो भन्छ हजुरहरू गाउँमा चाहिँ के भन्छ है यसलाई पाकेको छैन भर्खर फुल आइरहेछ त्यो खेत के गरेको थियो हजुर ठिक लाउला हो रिजना के गरेको घाँस सुकालेको ए ल ल ल तर प्याजको हालत हेर्नुहोस् के हो यो अनि यो बिचको चाहिँ कुलो हो है कुलो पानी आउने कुलो यही कुलो चाहिँ खेतमा लगाइन्छ है पालै पालो गरेर
तर कुलोको विषयमा कति झगडा हुन्छ मलाई कस्तो डर लाग्छ। यहाँ चाहिँ केराउ चाहिँ बोर्डमै खाएर सकाइछ है। कस्तो होला बोर्डमै खाएर सकाइछ भने कमसेकम बोर्ड उखालेर त खानु है। यहाँ चाहिँ केराउ खेतको आलीमा केराउ है। केराउ पनि मिठो हुने क्या। आज त म अर्ग्यानिक खानेकुराहरू खाएर कस्तो मिठो भइरहेछ है। गाइज हाम्रो खेतमा आइपुग्यो। कस्तो मिठो हुने भने एकदम मिठो अर्ग्यानिक बोर्डमै खाने। धेरै यता चाहिँ प्रायः जस्तो यो उता चाहिँ होइन खेतमा चाहिँ प्रायः जस्तो गहुँ लगाउँछ अनि यतातिर चाहिँ प्रायः जस्तो आलु लसुनहरू लगाएको रहेछ क्या। केराउ खाँदै तर भोक लाग्दा मिठो हुने है। त कतिलाई चाहिँ गाउँघरको भग अति नै मन पर्यो भने चाहिँ मैले गरेँ कि मलाई पनि मनपर्छ हजुरहरूले पनि मन पराउनुहुन्छ भन्ने चाहिँ आशा छ। यो चाहिँ कुलो है। यो चाहिँ हाम्रो बारी है। मेरो बारी हो मेरो बारी होइन खेत हो है। अनि त्यसपछि यो चाहिँ अनि यहाँ चाहिँ कुलो छ। यो कुलो चाहिँ यसरी खनेर यहाँ लगाइन्छ है। यता चाहिँ सबै कुलोबाट पानी आउँछ जस्तै यहाँनिर छ नि यसलाई हटाउने यो हटाउने होइन। अनि यहाँबाट कुलो यताकोलाई चाहिँ थुनिदिने हो कि यत्तरी थुनिदिने अनि यता लगाउने हो क्या। मलाई चाहिँ खासै म गाउँ त्यति थाहा छैन तर यसो हेर्दाखेरि थाहा हुन्छ नि है। यता कसो सिकाउनै पर्दैन। जाने हो अल्छी लाग्यो। यो अँध्यारो भएको अघिसम्म कस्तो उज्यालो थियो है। अनि सधैँ है दिउँसोतिर आउँथ्यो तर दिउँसो चाहिँ एकदम गर्मी भएको कारणले चाहिँ हामी जुन चाहिँ खेतहरू प्रायः जस्तो बेलुका साँझतिर आउँछौँ 4 बजीतिर। त्यसपछि चाहिँ अब चाहिँ घर जान्छौँ है। गाइस अब चाहिँ हामी खेतबाट हिँड्यौँ रात पनि पर्यो। के गरेको के गरेको खानलाई के चोरेको चोर्नी ओ कत्रो चोरेको लो बा त्यो नै निकालेर तिमीले त यो भिडियो हेरेर समाज आयो भने त शैलीले पनि चोर्न लागिरहेछ है गाइस। मलाई चाहिँ एउटा कुरा के भन्नु मन लाग्यो भने हाम्रो चाहिँ अब जेठाजुहरू होइन हाम्रो मम्मीहरूको अब जेठाजुहरू हुन्छ नि त। अब यता त बाटो सानो छ नि त होइन। अनि आउनु भयो भने यता टाढा बस्नुपर्छ क्या त्यतिर बस्नुपर्छ है। टाढा बस्नुपर्छ हाम्रो चुन्नुहुँदैन है। हाम्रो तामाङ कल्चरमा त्यस्तो छ है। अब कुनै ठाउँमा त कस्तो छ कुनै म चान्सो उठिरहेको छु कि यस्तो ठाउँमा अब कुनै ठाउँमा कस्तो छ कुनै ठाउँमा चाहिँ कस्तो आफ्नो ठाउँ अनुसारको संस्कृति हुन्छ है। संस्कृति हुन्छ। सो हाम्रो गाउँमा चाहिँ त्यस्तो छ है। हाम्रो जेठाजुहरूलाई छुनुहुँदैन। अनि यस्तो सानो बाटो छ अब बाटो दिनुपर्छ टाढैबाट कि टाढैबाट बाटो दिनुपर्छ टाढा बस्नुपर्छ क्या। छुनु पनि हुँदैन नि त। साँगुरो बाटोमा कहिलेकाहीँ झुक्किएर छुनु सकिन्छ। आफ्नो संस्कृति हुन्छ है। त्यो रक्सी एक बोतल ल्याएर पुरै ढोक्नुपर्छ क्या। त्यही पनि हाम्रो तामाङ संस्कृतिमा त्यस्तो छ है। त्यही पनि ठाउँ अनुसार होइन। अनि त्यस्तो गर्नुपर्छ। हाम्रो चाहिँ अति हो क्या। अनि भर्खर मम्मीले चाहिँ होइन ठुलो बाबा आउनु भएको थियो नि त होइन। त्यही भएर अनि टाढैबाट बाटो दिनुपर्छ क्या।
मतलब है गाह्रो छ गाइस हाम्रो जस्तो छ तपाईहरुको के कस्तो छ हैन कमेन्ट गरिदिनु होला चाल गाइस म बोक्छु भन्दा पनि मानिरहनु भएको छैन म बोक्छु नि भिडियोको लागि मात्र हैन साच्चै मैले अघिदेखि मम्मीलाई म बोक्छु भन्दा पनि मम्मीले मानिराख्नु भएको छैन हैन यो कुराहरु चाहिँ के कुरा थाहा भयो भने मैले त्यस्तो कुराहरु आज कति धेरै कुराहरु शेयर गर्नलाई हजुरहरु सामु हैन मेरो मनको कुराहरु हैन सो मम्मीलाई चाहिँ मैले अघिदेखि कति हैन म बोक्छु मम्मी भन्दा पनि मानिरहनु भएको छैन आमाको माया त्यस्तो हुन्छ क्या है छोराछोरीलाई जतिसुकै जे दुःख आइपरे पनि आफै सहने कि आफै गर्न खोज्ने हो कि हैन सजिता गले पनि गलिरहेछ नि त हैन तर पनि नदिनुहुन्न के छोराछोरीलाई एकदमै धेरै माया गर्छ नि त मम्मीले हैन आफ्नो आमा जस्तो माया त आफ्नो आमा बाउ जस्तो माया त कसैले पनि गर्दैन अनि हामी चाहिँ आज चटपटी खाने भनेको यस्तो अँध्यारो नि भइसक्यो चाहिँ मम्मीले गाली गर्नुभयो यस्तो राति राति चटपटी खानु पर्दैन भनेर टन्सिल भइरहेछ नि त अनि कहिले बिरामीको हुँदैन क्या मलाई चाहिँ भ्लग गर्ने बेलामा बिरामी हुनुपर्ने क्या है अहिले साइड त्यो चिसो ठाउँमा गएर नि जर्सी एउटा लगाइरहेको थियो नि त चिसो ठाउँमा गएर चाहिँ मैले चिसो लगाएर स्वर कस्तो भइरहेछ है गाइस अब चाहिँ घर पुगेँ सजिता बहिनी पनि आफ्नो घर गएँ आज दिनभरिको भ्लग हजुरहरूलाई कस्तो लाग्यो यसो कमेन्ट गरिदिनु होला सो आजको भ्लग यति पनि गर्न चाहन्छु यहाँ हेलो भनिदियो यता आउन बाबु यता राम्रो देखाएको छ ल गाइस बाई बाई भन बाई बाई नेक्स्ट भ्लगमा भेटौँ ल बाई बाई एभ्रिवान बाई भन ल बाई 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 बाई